के छ तपाईहरुको हाल खबर विजयदशमीको सबलाई धेरै धेरै शुभकामना आज बडा दशैं टीकाको दिन देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई धेरै धेरै शुभकामना माया छ है सबलाई अनि आज चाहिँ हामी बाबा आमा म र सोल्टी मिलेर मामा घरमा जान लागेको टीका लाउन चाहिँ क्यामेराम्यानमा चाहिँ हाम्रो आन्टी हुनुहुन्छ अब मामा घरतिर गएर भेटौँ है त ल अब चाहिँ हामी दोकान बन्द गरेर जान लाग्यो यो चाहिँ हाम्रो सानो बिजनेस छ फ्यामिली बिजनेस ल भाइलाई कोसीले लिएर गोर्खा स्ट्रङ लिएर हिँड्न छ आमा चाहिँ आन्टी चाहिँ अहिले एकछिनमा आउनुहुन्छ अब सुरुमा सोल्टी र म जान्छु स्कुटरमा हाम्रो साधन वी गो हामी चाहिँ अहिले मामा घरमा आइपुग्यो एकरी आइज बजेलाई ढोक घर मामा घर आएछ त्यतिखेर त बजे मेरो मामा घर ल ढोक गरे बजे हाम्रो त्यहाँ भिडियो बनाएको के आज दशैंको दिनमा खिच्दैछ मैले आज यसो मेमोरी हुन्छ नि त पछि हेर्न तेरो बनाएको यहाँ चाहिँ हाम्रो ठुलो मामा बिजी हुनुहुन्छ तपाईँलाई मैले के फु पर्यो आन्टी हजुर माइजूको दिदी ल हाम्रो माइजूले के बोल्नुहुन्छ ल नमस्कार मेरो सन्दीप भान्जाजीलाई अब यो दशैंको सबैजनालाई शुभकामना सबैजनालाई अब नाम भन्ने नाम त थुप्रै छ ल धन्यवाद अरु अहिले बोल्नु पर्छ हेलो यहाँ चाहिँ हाम्रो फुच्ची सोल्टिनी छ हेलो दाइ बहिनी फोन देखेर होला हाम्रो मामा घर चाहिँ खास चौथेमा हो मामाको चाहिँ यहाँ ट्रेनिङ सेन्टर पनि छ यहाँ चाहिँ केटाहरू चाहिँ छुट्टीको बेला नि दशैंमा घर नगएको नै यहीँ बसेको हुनाले अब उनीहरूलाई हेर्नु पनि पर्यो त्यही भएर हाम्रो आजको टीका कार्यक्रम चाहिँ यही ट्रेनिङ सेन्टरभित्र गर्ने हो तपाईँलाई हल्का म ट्रेनिङ सेन्टर देखाउँछु है यो चाहिँ पहिला लाउरी भएको भाइहरू सिङ्गापुर ब्रिटिसतिर लाउरी भएको भाइहरूको फोटो चाहिँ यहाँ राखेको छ तपाईहरु पनि लाउरे ट्रेनिङ राम्रो लाउरे ट्रेनिङको खोजीमा हुनुहुन्छ र बस्ने खाने ट्रेनिङ गर्ने चाहिएको छ भने चाहिँ कन्ट्याक्ट गर्दा हुन्छ यहाँ राम्रो छ यता अफिस यता चाहिँ बस्ने होस्टल छ कोठाहरू टन्नै छ आइज अब तपाईहरुलाई म चाहिँ रनिङ ट्र्याक देखाउँछु है रनिङ ट्र्याक पनि ठुलो छ यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ 400 मिटरको ट्र्याक छ यहाँबाट घुमेर उताबाट घुमेर एक राउन्ड लाएर यहाँ छ फुला भानी बारहरू देख्न सक्नुहुन्छ ठाउँ पनि एकदम पिसफुल छ तल किचन छ ठुलो यता हरियाली शान्त वातावरणमा छ टीका टाइम कतिखेर भाइजू हजुर 11:53 है टीकाको टाइम चाहिँ 11:53 बाट रहेछ त्यति बेलासम्म भोकै बस्न सकिन्न रोटी खाजा खानु पर्यो थोरै ल यो भएको यो फुच्चे चाहिँ जापानिज कुखुरा है यो चाहिँ योभन्दा ठुलो हुँदैन डल्ले
दुम्सी कुखुरा पनि छ यहाँ भाग्यो तल हेर यो चाहिँ दुम्सी कुखुरा जान्नमा किन जाने हो र ओए समात क्री यता भाग 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 छिटो टोक्यो भाग्न टोकिसक्यो नभागेर हातमा टोकिदियो जा फेरि जा जा जान जा जान जा ल भाग 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 नि भागेर आइज नजिकै जा अझै जा अझै जा अलि जान खोइ आएन अलि उतै जा आउँदैन के नजिकै जानुपर्छ जुन्डी अलि उता जुन्डी त्यो छ लाउरे यहाँ ल लाउरे हुने यता पछि हाँक्री गुरुङ स्ट्रङ हुने हो ल ल झुन्डी त फेरि ल यता फर्केर झुन्डी ल यो मानी हो र हो त्यहाँ माथि ल फुच्चे माथि चढ्छ चढाइदिनु ल माथि चढ्ने होला नि ल झुन्डी झुन्डी छोडिदिने होला ल फेरि झुन्डी ल झुन्डी झुन्डी राख्न झुन्डी ल अब हाम्रो टिका कार्यक्रम सुरु भयो सुरुमा बजेले मामाहरूको बजेले ठुलो मामालाई लगाइदिँदै हुनुहुन्छ आशीर्वाद खैदिनु बजे मनमनै हो मनमनै फेरि भित्रै आएछ ल बाहिर जा कम घरको सबभन्दा ठुलो मान्छेले सबैले टिका लगाइदिने हो पालै पालो छैन अब के गर्ने दक्षिणा दिनुहोस् ल अब चाहिँ ठुलो चाहिँ ए होइन माइलीको ज्वाइँको पाला आएर माइला ज्वाइँ
जय जय होस् भन्नु न बजे भन्छ क्या कर्नेल हुन बाँकी छ क्या ल अलि मजा छर्दिनु एक मुठी यस्तै छर्दिनु लगाइदिनु कानमै सुरुमा तपाईँ लाउनु न पैसा पेमेन्ट ल्याइदियो तपाईँ त भिडियो कल गर्दै न फेरि ल ज्वाइँले ढोक्यो फोटो त हो सासूको फोटो त जानु तपाईँ कुकुर पनि टिका लाउन आयो क्या ल माइली छोरी आयो अब टिका लाउन माइली छोरी मेरो आमा ल धनकासी गुरुङ अलि नजिक जानु तपाईँ निधर कि अलि नजिक बजेले बोल्थ्यो माइजू खै त माइजू खै त मामा टिका लाउ ढोक्दैन आमालाई बजेलाई ढोक्दैन ढोक्दैन कसको पालो ल अब मै बस्छ लाउनु माइजू आयो माइजू ल माइजू बस्नु ल माइजू तपाईँको पाला आयो पर्दैन त्यसै राम्रो छ नि तिमीको बजेले त मनमनै हो फेरि आशीर्वाद टिका लाउँदो रहेछ दक्षिणा चाहिँ दक्षिणा मलाई ल ल नजिक बस्नु चाहिँ बस्छ बे गर्ने नगर्ने बे हतार छैन बजे बिस्तारै गर्ने अलि छिपेर गर्ने ल यता खुट्टा दिनु न यता एउटा खुट्टा दिनु ल ल नेक्स्ट को हो दक्षिणा 500 पाइयो बजेबाट बजेको दक्षिणा 500 रुपैयाँ अब गोजीमा
बजेको आशीर्वाद छोरा चाहिँ 85 वर्षको आशीर्वाद ल बसौँ बसौँ टिका अलि नजिक जाऊ बजेको नजिक बजेले छरिदिन्छ फेरि अहिले DJ बजे सिम गुरुङ अस्ति छ गुरुङ मगर अस्ति ल पख पख आइज त लगाइहाल्ने आइज छिटो यसलाई तानेर ल्याउनु पर्छ अहिले लगाएर खेल क्या अहिले सिँगान आयो उसले पुछ्ने बजे भने टिका लगाउने हो बजे हाता भात बजेसँग हेर्न बजेसँग हेर क्या ल आइज यहाँ तेरो हात्तीको भुड्कामा हाल्ने है सबै आउने रे नातिनीले थाहा ल लियो अब को रह्यो ऊ बाबुहरू
समाता समाता यो बाहिर लाम न पहिला तपाईहरु अब हामी यहाँ ट्रेनिङ सेन्टरमा बसेको भाइहरु हैन सबैजना फ्युचर लाउरे भाइहरुको पाला आयो ल फ्युचर लाउरे सिङ्गापुर लाउरे नि कि ब्रिटिस नि हो लाउरे हुने भने आशीर्वाद दिन न बजे लाउरे होस् भन्नु न मछिरा दिनु आशीर्वाद गर्नु हो त्यसरी हात राखिदिनु लाऊ भाइ टीका लगाइयो नि आज राख्नु न टाउकोमा ल पैसा दिएन बाबुले दियो अलिक दही घोलेर दक्षिणा दिनु यस्तै धकल दिनु लाग्यो बाह्र तपाईँले लगाइदिने होला नि त मलाई लगाइदिनु न अहिले लास्टमा कानमै राखिदिनु फुल थाके क्या बजे भनेकै पाता त भन्छ अघि भनेर गरेको भए बजेले खतरा छर्दिन्छ दाइले नानीहरू लगाइदिनु यता आउनु त भयो आमा
सँग लाउनु पर्यो दसैँमा टिका दादा पायो नि त दसैँमा टिका भने जस्तो संस्कृतिको आशीर्वाद लाग्छ धेरै लागिरहेको बाबु कतै बाले खाना लाग्यो बच्चाले त बच्चा खोज्छलाई यो राम्रो रहेछ कानमा लगाइदिनु बच्चाले बच्चै खोज्छ ल ढुक्नु छ पैसा सबैलाई आउला दिन्छु अब लास्ट बाबाको हातबाट लाउनु पर्यो दसैँको टिका सन्दीप लाउने टिका हो बाबाले लगाइदिने छ सन्दीपलाई बाबाको हातबाट लगाएपछि आज अरूको हातबाट खासै लगाइँदैन होला कालीको कुराहरू अब सबै पुगोस् अब आमाबाट चाहिँ फेरि जाने भयो भने दिन हिँड्नु पर्छ बाबालाई चाहिँ बाबालाई आश गराउनु पर्छ सायद भयो भने मङ्सिरभित्रमा चाहिँ ठ्याक्क बुहारी पनि ल्याउनु पर्ने हुन्छ बुहारीको पिर्छ हामीलाई पैसा भनेको त कमाउँदै गराउनु अब त्यो फुल यो लगाइदिनु चारवटा अब जे जे सधैँ मान्नु त्यो पुगोस् अब एकछिनमा राखेर निकाल्दै हुन्छ पैसा ल खै खुट्टा भयो नि। ल ल त आइसँग न त्यही पक्नु ल हाम्रो टिका कार्यक्रम चाहिँ सक्यो आजलाई यति नै है मामा दुईजनाको छोरा र छोरी है यो कान्छा मामाको छोरा र ठुलो मामाको छोरी यहाँ यस्तरी खेल्दैछ दाइ बहिनी ए प्रीति यता हेर त माथि माथि ए हेलो हाई गर त हाई हाई ठुलो मामाको छोरी बोल्ने बेला भएन अहिले सोल्टा सोल्टिनी मेरो मेरो सोल्टा सोल्टिनी अरू चाहिँ यतातिर बस्दै गफ गर्दै हुनुहुन्छ टिका लगाएर दसैँमा अब यसो खाने रमाइलो गर्ने गफ गर्ने ऊ हाम्रो माइजू फेरि ल है मेरो प्यारो भ्युअर्सहरू आजको हाम्रो दसैँ चाहिँ रमाइलो भयो टिका लगाइसकेपछि एकछिनपछि फेरि मासु भात खाइयो अब आमाहरू बाबाहरूले हल्का ड्रिङ्क्स बियरहरू गर्नुभयो अनि त्यसपछि चाहिँ फेरि तास खेल्यो हामी दसैँमा तास खेल्नु पर्यो तास खेलियो तास खेलेको चाहिँ खिचेन मैले त्यसपछि अहिले कति बज्यो 7:30 8 बजी चाहिँ घर आइपुग्यो अनि एकछिन डक्क एकछिन फेरि दोकान खोल्नु पर्यो 7 बज्यो 7 बजे 7 बजे रहेछ ल 7 बजेतिर 7 बज्नु लाग्यो 5 मिनेट 7 बजेतिर घर आइपुग्यो एकछिन दोकान खोलेर अब 8-9 बजीतिर बन्द गरेर सुतिन्छ आज चाहिँ हाम्रो दसैँ चाहिँ रमाइलो भयो आई होप तपाईँहरूको पनि रमाइलो भयो होला अनि यसपालिको दसैँमा चाहिँ हामीले भाइलाई मिस गर्यो भाइ चाहिँ अहिले हाम्रो सुगुरी पठायो भने सुगुरीबाट साथी आछ रे सुगुरी पठाइदिनु मैले ल पठाइदिनु ल भाइले चाहिँ सुगुरी पठाउने भन्दैछ यो भिडियोबाट हेर तैँले अब आउँछ सुगुरी सुगुरी आउँदैछ आमाले 18 तारिखमा साथी आउँछ पठाइदिन्छु ल खुसीले के भन्छ कि बाउलाई भाइलाई यसरी पैसा कमाऊ पैसा पठाऊ बाबु राम्रो गरेर अनि दसैँको शुभकामना सुभाष मामा अन्तिम आन्टीको परिवारहरूलाई पनि मिस गरेछ हामीले यसपालि होइन दिवस राजन ममता बाहिर भएको सबैलाई मिस गरेछ ल तिमीहरू पनि सबैलाई ह्याप्पी दसैँ